Hello guys, good morning, good morning, good morning. Happy Losar again, and this is me Jordan. अनि so आज म I'm flying to Delhi from Kathmandu हैन. It's my first flight है. आजसम्म म प्लेनमा चढेको छुइनँ. यति नजिकबाट देखेको पनि छैन कि. So this is my first time हैन. अनि I'm kind of nervous है. अलि नर्भस पनि छु हैन. अनि के गर्ने कसो गर्ने तिनीहरू पनि राम्रो थाहा छैन. So I will be going little early है. मेरो फ्लाइट चाहिँ 1:45 PM मा हो. So I will go early हैन. एकदम छिटो जान्छु आज. अनि त्यहाँ भिडियोहरू पनि बनाउँछु हैन. So why I am going to Delhi हैन भनेपछि अनि काठमाडौँदेखि दिल्ली टु बेजनाथ टु हिमाचल शेराबलिङ मोनास्ट्री हैन. ताई सिद्धु रिम्पोछेको गुरुजीको मोनास्ट्री शेराबलिङ. त्यहाँ चाहिँ अनि अब आफ्टर फ्यु डेज हैन त्यहाँ चाहिँ ताई सिद्धु रिम्पोछे ज्यूको 70th बर्थडे हुँदैछ हैन. इट्स स्पेशल है. सो त्यसैको लागि म जान लागेको र भोलिदेखि चाहिँ त्यहाँ पूजा स्टार्ट हुन्छ कि. सो या पूजा भयो अनि बर्थडे देन प्रोग्राम्स हैन. अनि त्यहाँतिर हिमाचल प्रदेशतिर घुम्ने जग्गाहरू पनि अनि घुम्नेको आशा छ हैन. घुम्न पाउँछ भने घुम्न सक्छौँ भन्ने आशा छ. सो या टुडे इज द डे हैन. फर्स्ट आई विल ह्याभ ब्रेकफास्ट है एन्ड देन या ओके लेट्स गो. White coffee. Losar, happy Losar, happy Losar. लोसार खाप्छु दामी लाग्छ मलाई. तपाईहरु लोसार खाप्छु मन पर्छ कि पर्दैन? मन पर्छ भने नजिकैको पसलमा गएर किनेर खाने है. मलाई माग्ने हैन नि. Hello guys, I've just requested a bike हैन. पठाउ बाइक. नेपालमा चाहिँ यहाँ पठाउ बाइक त्यस्तो महँगाउनु मिल्छ. I mean you have to search हैन. अनि प्राइसहरु सबै फिक्स प्राइस हुन्छ. If you like the price you go हैन. So I've requested a bike है to airport हैन. Nepal airport. Yeah, अनि so I will be making full vlog है. अनि यहाँदेखि त्यहाँ इन्डिया फर्स्ट फ्लाइट हैन. अनि दिल्ली टु मन्जुको टिल्ला हैन. त्यहाँदेखि बैजनाथ शेराबलिङ एभ्रिथिङ है. सो प्लिज वाच every video every minutes of video and yeah let's go. लोकल गाडीहरुले नै जाम गर्दिन्छ. यही जाम हुँदैन.
पारेको है कहाँ जानुपर्ने होला है उतैनिर गएर सोध्नुहोस् न यहाँ गएर हेलो सर यो दिल्ली फ्लाइट चेकिङ गर्ने कता होला कुन चाहिँ एयरलाइन छ नेपाल एयरलाइन्स नेपाल एयरलाइन्स एटुबाट छ यो ए2मा हो ए यहाँ त्यो लाइन बसेर डाइरेक्ट जाने हो म फर्स्ट टाइम हो कि हजुर एटुबाट भित्र जाने होइन तपाईँको काउन्टरमा नेपाल एयरलाइन्स लाइन बसेर चेक गर्नुपर्छ बोर्डिङ पास लिएपछि हस् थ्याङ्क यू फर्स्ट टाइम थाहा छैन के गर्ने सो यहाँदेखि जानुपर्ने रहेछ सो लेट्स गो है लाइन बसौँ हो वी विल सी वाट ह्यापन होपफुली फ्लाइट मिस नहोस् होइन मान्छेहरू पुरा आएछ है छोड्नु मेरो कोही छैन एक्लै जाँदैछु है एक्लै फर्स्ट टाइम एन्ड अल अलोन नो वान टु से गुड बाई यता चेक इन गर्दैछु I don't know if I can take video here or not, but yeah, it's my first time. I feel good. Nepal Airlines. Oh, I made a friend and he's going to Sherling as well, so we are going together. Well, we still have some time, so अनि मैले त्यो मेरो साथी चाहिँ यतै ठ्याक्कै एयरपोर्टमै भेट्यो हो and we are going to the same place, Sherling Monastery, Delhi, so we are going together. Let me show you a beautiful view. So
फर्स्टमा चाहिँ म खास भने बसमा जाने प्लान गरिरहेको थिएँ बट देन my brother, two of my brother है लोपेन टेम्पा गिर्मे एन्ड उम्जे खेलेको आउँछु होइन उहाँ दुईजनाले चाहिँ अनि मलाई डोनेट आई मिन स्पोन्सर फ्लाइट टिकट स्पोन्सर गर्नुभयो द्याट्स हाउ आई वाज एबल टु टेक दिस फ्लाइट है एन्ड या इट्स माई फर्स्ट टाइम आइ एम काइन्ड लिटल नर्भस है and most importantly my uncle हैन मेरो काका दाबा गुरुङ उहाँलाई पनि एकदम धन्यवाद है उहाँले पनि मलाई धेरै सपोर्ट गर्नुभयो यताउता अब त्यहाँ बस्ने बेला खर्चहरू र फर्किने बेलाको बस टिकट एन्ड एभ्रिथिङ है he has given me thank you so much Agudawa if you are watching this video हैन and yeah I'm so excited and nervous and everything luckily I met a friend eh yeah and for this एकदम महँगो रहेछ 300 300 बाहिर किनेको भए 140 I think 140 हो 300 everything is so expensive here for a cup of cappuccino 300 cafe latte 300 chicken momo 450 okay I'm not eating in here well मेरो साथी चाहिँ पहिला यताउता दिल्लीमा एयरपोर्ट यताउता गइबसेको रहेछ so he said that Delhi's airport is so huge and so many things to see है so हामी त्यहाँ पुगेर मजाले घुम्छौँ भनिरहेको छ कि let's hope for a good ride and a good flight and then we will roam around Delhi airport अहिले चाहिँ आन्टी कराएको छैन एकदम सुनसान छ है भोक लागिरहेको छ बिहान ब्रेकफास्ट पनि राम्रो खाएन खाप्से मात्र खाएँ दिल्ली पुगेर मन्जुका टिला पुगेर खाने प्लान छ हो अनि उसको चाहिँ बस पनि बुक गरिसक्यो अरे उता दिल्लीदेखि सो होपफुली आई विल अल्सो गेट अ सिट है आई डोन्ट नो लेट्स सी अहिलेसम्म त लकले साथ दिइरहेछ साथी पनि भेट्यो सबै भयो हो अगाडि पनि लकले साथ दिन्छ होला यप So my seat number is 11C. I don't know whether it is window seat or not, right? Flight ma jane bela sabai jana window seat bhaन्छन् हैन I don't know, right? First flight I was hoping for the window seat, right? To get a view from above there, हैन Yeah, let's see. लकले यसपालि साथ दिन्छ कि दिँदैन हेरौँ न हैन ठिक छ ओ दाटो गर्दै दाटो गर्दै ल अब चाहिँ चढेकै एयरपोर्ट नदेखेको र एयरपोर्ट हेरे पहिले त अब हिँडाउँथ्यो मैले त हिँडेर हो भने अहिले पो बस्दै मैले त हिँडेरै हो प्लेनसम्म त्यहाँबाट भएर गएँ
फर्स्ट टाइम यस्तो ठुलो एयरप्लेन देख्दैछ अगाडि कसम आम्मामा के साह्रो ठुलो प्लेन हो फर्स्ट टाइमै ठुलो प्लेनमा प्लेनमै फर्स्ट टाइम हो मेरो ल भित्र जाउँ अब भित्र जाउँ 남자는 죽이라 저게 라게 야 겐송아 승계나 남자는 죽이라 암전은 카카 나가브라 우 잡로 साह्रो ठुलो पङ्खा हो नमस्ते How's the experience? Ngal jegun te dra. Oh. Re, kaya jegun te da. Let's lang pala sa lane na to, no? Maganda yung position nila. 일단 간섭식을 견서나 미치 가서 렌즈를 미치 준 거. 아마. Ay, wait lang. ल सिट बेल्ट पनि बाने हो Net dito din eh. पछि निस्किनु पर्छ Sige, one. के रहेछ यहाँतिर है You can join her. We can take also together? Yeah. Yeah. Ah, nice. Only one door. यस उडानका कप्तान अश्विन कुमार खड्का हुनुहुन्छ उहाँलाई साथ दिँदै हुनुहुन्छ कप्तान श्रावणी अन्य उडान कर्मचारीहरूका साथमा म फ्लाइट सुपरभाइजर अध्ययन गर्नुहोला नेपाल वायु सेवामा यहाँको यात्रा सुखमय होस् कृपया ध्यान दिनुहोला कारण बस जहाजभित्रको चाप घट्न गएमा
It was very fun. Wonderful flight. Safely arrived at Delhi. Hey, गर्मी छ होला यहाँ त है फेरि त्यहाँ जाडो होला फ्लाइटमा चाहिँ एकदम खाना हो लन्च पुरा दिँदो रहेछ which I was not expecting है बिहान ब्रेकफास्ट 1 एप्पल कफी मात्र खाएको थिएँ हो पुरा भोक लागिरहेको थियो अनि अघि एयरपोर्टमा के खाउँ भने महँगो हो ठ्याक्कै प्लेनभित्र आएँ लन्च जुस हो कोक वाउ वन्डरफुल नेपाल एयरलाइन्स थ्याङ्क यू या नेक्स्ट टाइम पनि स्पोन्सर पायो भने चाहिँ नेपाल एयरलाइन्समा है होपफुली होइन एन्ड या now let's roam around Delhi airport. Yeah. तेरे छावा बन जावा तेरे खुशियों के खातिर मैं सारी जग से लड़ जावा मेरी आरज़ू तेरा बन के रहूं Happy reunion. हाम्रो छैन यस्तो लिएर यस्तो छवटा जुत्ता पेचा मूर्ति कफी 4 प्याकेट सोचेर फोन भिडियो कल गर्ने होइन पछि अघिदेखि मैले भनेको Exit. Let's go Delhi. के साह्रो ठुलो यो ठाउँ त Now Delhi to Majnu ka Tilla. Yep. ऐसे घेऊन छे ना ऐसे इसे फोन आया है क्या है और तो मशीन से गिर रहा